सडकको बारेमा अलिकति भन्नु न। अहिले म 2054 सालमा यहाँ गाविस निर्वाचित अध्यक्ष असनपुर गाउँ विकास समितिको, त्यतिखेर यो जमरादेखि लग्डी गदियानीसम्म 9वटा गाउँ विकास समिति थियो। म भइसकेपछि मैले एउटा क्षेत्रीय रोड बनाउनु पर्यो भनेर मैले चाहिँ 9वटा गाउँ विकास समितिका अध्यक्षहरूलाई मैले चिठी काटेर बोलाएँ र मैले आमन्त्रित चाहिँ जिल्ला विकासको सभापतिलाई पनि गरेँ। त्यतिखेर अब जिल्ला विकासका अरू टिम पनि आएका थिए र मेरै अध्यक्षतामा गोलबजार गोलबजार के अरे असनपुर गाउँ विकास समितिको हलमा मेरै अध्यक्षतामा एउटा गोष्ठी भएको थियो। जिटिजेडको फुट फरवर्डको चाहिँ नि यो कर्मचारी भनौँ न हाकिमैहरू थिए, यहाँको जिम्मेवार व्यक्तिहरू पनि त्यहाँ हुनुहुन्थ्यो र सबै गरेर त्यही एउटा निर्णय भयो र त्यतिखेरै मैले यो रोड र यसपछि चाहिँ नि कटाडी जोड्ने रोडको पनि कुरा गरेको थिएँ। त्यसो गर्दा गोलबजारको विकास हुन्छ भनेर चाहिँ नि मैले त्यतिखेर कुरा गरेको र त्यो गोष्ठी भइसकेपछि त्यसको केही समयपछि शिलान्यास हो। हामीले सबै गाउँ विकास समितिलाई चामल दियो। हामी 1 किलो चामलमा 1 रुपियाँ हामीले तिर्थ्यौँ र ग्राभेल चाहिँ गाउँ विकास समितिको फन्डले गर्ने भनेपछि 3 वर्षको बजेट हामीले सुरक्षित ग्राभेलको लागि राखेको हो र हाम्रो सबै गाउँपालिकाको गाउँ विकास समितिको बजेटले ग्राभेल गरेका हौँ र पछि शिलान्यास पनि त्यहाँ यो गोलबजारभन्दा उत्तरपट्टि त्यो बगैँचामा त्यहाँ प्रमुख अतिथि चाहिँ विश्वेश्वर मर्वैता हुनुहुन्थ्यो, तत्कालीन जिल्ला विकासको सभापति र मेरै अध्यक्षतामा त्यो गोष्ठी पनि भएको र त्यहाँ उहाँले शिलान्यास गर्नुभयो विश्वेश्वर मर्वैताले। त्यसैले त्यसको इनिसिएसन, त्यसको पहल र त्यो रोडको काम चाहिँ म गाविस अध्यक्ष भएकै बेला गोष्ठी गरेर सबैलाई एक ठाउँ पारेर निर्णय गराएर गरेपछि अगाडि बढेको।